नमस्ते, नमस्कार। आज म फेरि पनि यो जमुना महाकाव्य लिएर आइरहेको छु र जमुना महाकाव्यको आजको चाहिँ हामीले यहाँ चौथौँ सर्ग पढ्नतिर म लागिरहेको छु। जमुना महाकाव्यको कुरा गर्नुपर्दा यस महाकाव्यको लेखक रेणुका भट्टराई मन्जरीज्यू हुनुहुन्छ। उहाँ पत्रकार, साहित्यकार अ, र काव्यघर नेपाल मिडिया प्रणालीको अध्यक्ष तथा झाउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानका अभियन्ता पनि हुनुहुन्छ। महाकवि, आँसुकवि रेणुका भट्टराईद्वारा लिखित यो जमुना महाकाव्य एकदमै आकर्षक छ, महत्त्वपूर्ण छ, हृदय विदारक छ भनेर म भन्न चाहन्छु। र म तपाईँहरूलाई यस महाकाव्यको प्रत्येक सर्ग गरेर अन्तिमसम्म पनि म वाचन गरेर सुनाउने जमर्कोमा लागिरहेको छु। कल्चरल थिएटर अनलाइन मिडियामा यो वाचनलाई तपाईँले सुन्न सक्नुहुनेछ। र आउनुहोस् आजको यो कविता वाचनमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। चौथो सर्ग, पहिलो प्रेमानुभूति। कक्षामा आठ पढ्दै थिए म 52 सालमा, अनेरा सोभ्यु राजनीति गर्ने समाज सेवामा। कक्षामा आठ पढ्दै थिए म 52 सालमा, अनेरा सोभ्यु राजनीति गर्ने समाज सेवामा। सिर्जना भक्ति लहरासरी फैलियो काव्यमा, नाटक लेखे समानताको एकै रातमा। नाटक लेख्थे, नाटकै खेल्थे नेतृत्व गरेर, कविता लेख्थे, गीत नै लेख्थे गाउँथे भरेर। भाषण मेरो प्रभावशाली नेता झैँ बनेर, गुरुको दीक्षा साथीको साथ अगाडि बढेर। रूपकी रानी मायाकी खानी क्षमता देखेर, पठायो कसले पहिलो पटक प्रेमपत्र लेखेर। हेर्नुहोस् त, यहाँ हाम्रो जमुनाजीले प्रेमपत्रै आएको रहेछ। रूपकी रानी मायाकी खानी क्षमता देखेर, पठायो कसले पहिलो पटक प्रेमपत्र लेखेर। रजिस्टर गरी स्कुलमा आयो मेरो नाम लेखेर, साहुती गर्छन् साथी र भाइ चिठीलाई देखेर। साहुती गर्छन् साथी र भाइ चिठीलाई देखेर। स्टप भयो। मन्जरी खण्ड काव्यको रचना गर्भ। अफिस माथि दिदीको साथी फेटियो गाउँमा, निश्चल मन निर्भय भाव चमको आँखामा। चिनेको छैन, भेटेको छैन जीवन पहिलो, गरेथे कुरा पखाली सबै मनको त्यो मैलो। उज्यालो मन चम्किलो तन आँखामा बसेको, जीवन दुःख सुखका कुरा कसरी भनेको। विधवा नारी मागेर भिख जीवन बाँच्न रे, भनेकी थिइन् विवाह गर म पनि हाँस्ने रे। स्वीकार्न मैले सकिन जीवन धरापमा पारेर, समाज रीत संस्कार तोडी अगाडि सरेर। सहजै बोल्थे मान्छेको भाव मानव भरेर, सकिन बाँच्न विधवा नारी गइछ मरेर। चसक्कै दुख्यो मनमा मेरो यो पीडा सुनेर, मानव धर्म गरेर कर्म आदर्श बनेर। सकेन किन जीवन उसले बचाए हाँसन, स्वार्थको घडा बोकेको डर
मानव म सानो मनमा पीडा बोकेर आए त्यो सानो घटना गरेर बस्यो मनमा मेरो किलो र ताना लिएर प्रण समाज चेता अब चाहिँ फेर्नु छ आदर्श बने मानव चोला जीवन हाँस्नु छ फर्केर आए सावन झरी मनमा पीडाले उकुस मुकुस बनायो किन प्रसव पीडाले छटपटी भयो मनमा मेरो के गरौँ गरौँ भो मानव सृष्टि अपार ठानी सिर्जना गरायो मन्दरी काव्य रचना गरे त्यो पीडा पोखेर समाज फेर्ने प्रतिज्ञा गरे सपना बोकेर विधवा भन्नु नारीको लागि धेरै भो घातक फेर्नु छ अब समाज भनी आदर्श घोटक हजुर हस् त अब आजलाई हामी यति नै र अर्को अङ्कमा हामी भेटौँला अर्को अङ्कमा यस जमुना महाकाव्यको 5औं सर्ग लिएर फेरि म उपस्थित हुनेछु धन्यवाद